नोबेल मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा कार्यरत नर्सहरूले न्यूनतम सेवा सुविधा वृद्धि गर्नुपर्ने माग गर्दै अस्पताल प्रशासन विरुद्ध आन्दोलन थालेका छन्। उच्च लागतमा अध्ययन पूरा गरेर पेशामा प्रवेश गरेका छौं तर योग्य पारिश्रमिक र सम्मान पाएका छैनौं, नर्सहरूले गुनासो गरेका छन्। आन्दोलनरत नर्सहरूले आज अस्पताल परिसरमै धरना दिएर आफ्नो असन्तुष्टि प्रकट गरेका छन्। उनीहरूले प्रशासनसँग वार्ताको माग गर्दै न्यूनतम तलब, ओभरटाइम भुक्तानी र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न आग्रह गरेका छन्। हाल सरकारी अस्पतालमा कार्यरत नर्सको न्यूनतम तलब 34,730 रुपैयाँ तोकिएको छ। तर धेरै निजी अस्पतालहरू इन्क्लुडिङ नोबेल मेडिकल कलेजमा कार्यरत नर्सहरूले उक्त दर अनुसार पारिश्रमिक नपाइरहेको नर्सहरूको भनाइ छ। सरकारले जति तोक्नु भएको छ स्यालेरी, हाम्रो चाहिँ त्यति पाउनु पर्ने भनेर हाम्रो माग राखेको। हामीले अध्ययनमा लाखौं रुपैयाँ खर्च गर्छौं तर अस्पतालहरूले हामीमाथि श्रम शोषण गर्छन्, आन्दोलनमा सहभागी एक नर्सले भनिन्। उनका अनुसार लामो समयसम्म ड्युटी गर्नुपर्छ तर ओभरटाइम भत्ता पाउने व्यवस्था छैन। अस्पताल प्रशासनले नर्सहरूको माग सम्बोधनका लागि वार्ता समिति गठन गरेको जनाएको छ। प्रशासनका एक प्रतिनिधिले भने, नर्सहरूको जायज माग सम्बोधन गर्न हामी वार्ताको तयारीमा छौं, वार्ताबाट समाधान खोजिनेछ।